नानी बाबुहरू पहिले झगडा गरेको भिडियो हेर म यसको फनी फनी कमेन्ट पढ्नेछौँ यसको। हामी यतिखेर प्रत्यक्ष प्रसारणमा छौँ। तपाईँलाई हामी देखाउन चाहन्छौँ। हेर्नुहोस् कस्तो अवस्था छ, हेर्नुहोस् यहाँ अहिलेको अवस्था। आज तपाईँलाई हामी देखाइरहेका छौँ। हेर्नुहोस् त्यहाँको अवस्था हामी देखाउन सक्छौँ। हेर्नुहोस् अवस्था, हेर्नुहोस् यहाँको अवस्था, हेर्नुहोस्। आदरणीय दर्शक, हामी तपाईँलाई देखाउन चाहन्छौँ। हेर्नुहोस् अवस्था यस्तो छ। आदरणीय दर्शक, तपाईँहरू देख्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ यहाँको अवस्था। हेर्नुहोस्, हेर्नुहोस् कस्तो अवस्था छ, हेर्नुहोस्, हेर्नुहोस् आदरणीय दर्शक, हेर्नुहोस् त्यहाँ, हेर्नुहोस् कस्तो अवस्था छ। रुको जरा, सबर करो। दुवैजना एक अर्काबाट मजा लुटिरहेछन्। फुल भिडियो बनाएर वाइटी हाल्नु फिक्स भाइरल। नसके म नि आउँछु समात्न। चान्स मारेको होला भाइले। दुईजैको एक्लो पनि कुन बसिरही। नानी बाबुहरू पहिले यो जोडीले खाना खाएको भिडियो हेर म यसको फनी फनी कमेन्ट पढ्नेछौँ यसको। तिम्रो जिन्दगी सादा खाने हाम्रो त्यस्तो यो त खाटा मासु ल्याएर मासु लबर नि सब काट्दै माग्ने मासु कम परेको तिमीलाई मासु ले मासु मासु ले मासु ले मासु ले कम परे तिमीलाई अब खान पनि मन लाग्छ बात भन्दा बात रुको जरा, सबर करो। खाने भाडो अलि सानो भएन र भने। टिका लगाउँदा मात्र एक बोरा चामल सक्यो होला बडै। भात पुगेन भने निधारमा अलिकति तरकारी हालेर सोरेर खानु है। छिटो खाउन बाबु, भैँसीले कुरो हाल्न भाडो चाहियो। बाहुनहरूले 1 वर्षमा भेटेको होला अनि दसैँ पछि यही होला मासु खाएको।